Hey, what's up guys, welcome back to my YouTube channel. फेरि पनि तपाईलाई स्वागत छ हैन मेरो YouTube भिडियोमा। आज भोलिको भिडियो चाहिँ धेरै मेरो हैन राति नै आउँछ, यस्तै राति नै आउँछ किनकि दिनभरिको पर चर्को घाम लागिरहेको हुन्छ नि, निस्क्यो भने फेरि कालो भइन्छ अनि बल्ल बल्ल अलि चान्सेस पाएको छु गोरो हुने, त्यो मौका नगुमाउने भनेर राति नै। अनि फाइनली 1 महिना पछि मलाई हैन छुट्टी मिलिरहेछ नि, यो छुट्टीको सदुपयोग त गर्नु पर्यो। कसरी गरेर छुट्टीको सदुपयोग भन्दाखेरि म यतातिर निस्किरहेको छु बाहिर, किनकि बस्दा बोरिङ भइसक्यो हैन। रेस्टुरेन्टमा पनि त्यहाँ काम हुँदाखेरि हामी धेरै जति भित्रै काम हुन्छ, बाहिर घाम देख्नु पाइँदैन। एकतिरबाट राम्रो पनि हो, घाम देख्नु पाइँदैन, कालो भइँदैन। तर भिटामिन डी को कमी भइसक्यो। अबदेखि चाहिँ भोलिदेखि चाहिँ अलिअलि घामतिर पनि निस्किने गर्नु पर्यो हैन, किनकि भिटामिन डी खोजिरहेको छ मेरो बडीले। पानी खान सपाएर कि अनि लाइटै छैन भने त हैन त्यो प्लान्ट फोटोसिन्थेसिस भएन क्या, फोटोसिन्थेसिस के भन्नु हो त्यही भएन। ओके, अब चाहिँ हामीले कहाँ जाँदैछौँ, म कहाँ गइरहेछु, के गर्न आँटेको त्यो चाहिँ मलाई थाहा छैन, नो आइडिया होइन। जता लग्छ बाटोले म त्यतै जाने हो। अनि 3टा मिसन लिएर आएको छु मैले। आज एउटा चस्मा किन्ने, अनि रुमको तन्ना पनि मेरो त्यो ओछ्यानको तन्ना पनि पुरानो भइसक्यो, धुनु अल्छी लाग्छ। अब त्यो पुरानो फ्याल्दिने, डाइरेक्ट नयाँ लाउने, किनकि पैसा छ नि त होइन, पैसा यस्तो कुचियो भने जस्तै आज नयाँ आनिदिने हुन्जेलसम्म राम्रो नभएपछि त्यही हो नि, के गर्नुपर्छ म्यानेज गर्नुपर्छ। अनि आज नयाँ तन्ना फेरिदिने हो। कहाँ सस्तो टिकाउ भरपर्दो के छ टेक्टु, कहाँ सस्तो टिकाउ भरपर्दो सामान पाइन्छ त्यतातिर म खोज्दै जाँदैछु। अनि फेरि तपाईँहरू चाहिँ यो ट्राई नगर्नु होइन, भिडियो बनाउँदै बाटोमा यसरी नहिँड्नु। म त प्रो भइसकेँ होइन, म एउटा आँखाले भ्लग बनाउँछु, अर्को आँखाले गाडी पनि कता यसरी गइरहेको सबै देखिरहेको हुन्छु म त होइन। म त तिमी त बानी परेको मान्छे भने जस्तै होइन, म त बानी परिसक्यो नि त मलाई होइन, कता के गर्ने भनेर सबै थाहा छ। त्यसैले मैले गरेको नाटक मैले गरेको चाहिँ नगर्नु होइन। फुल बनिने चक्करमा फेरि फुल हुन्थ्यो तिमीहरू। अनि भ्लग बनाउने छोडेको पनि धेरै भइसकेर होइन। आज भोलि चाहिँ एकैछिनमा हात दुखिसक्यो। अरू बेलामा यो भिडियो बनाउँदाखेरि भ्लग बनाउँदाखेरि यसरी म पुरै 1 घन्टासम्म बस्दिन्थेँ, अहिले त दुखिसक्यो हात। यो पनि एउटा ठुलो होटेल हो। यहीँबाट हेर तिमीहरू डान्स बार पो दमकको आकाशे पुलमा त चढिसकेको होइन। म बरेनको आकाशे पुल, यहाँको आकाशे पुलबाट कस्तो भ्यू देखिन्छ त्यो पनि म तपाईँलाई देखाउँछु। यी गाई चार्छु लक्की अरे मैले गर्दाखेरि अब तपाईँहरूले पनि पुरै देख्नु पाउनु भएन। कतिजनाले त यहीँ आएर पनि राति यता आउने काम हुँदैन नि त, मेरो पनि काम हुँदैन। तर म आउँछु किनकि तपाईँहरूको लागि भनेर। यति बस्दा चाहिँ बोर भइन्छ नि, के गर्नु त। सबैजना अल्छीहरूको एउटा ग्रुपको लागि म लिडर बनेर होइन केही देखाइदिनु पर्यो इन्ट्रेस्टिङ भनेर आएको छ। यहाँले म भ्यू देखाउँछु कस्तो छ। खोइ त देखाउने ठाउँ नै यतातिर चाहिँ यस्तो रोड छ, बाटो छ, यतातिर गाडी। यही बिल्डिङहरूमा हो क्रिस उडेर यहाँदेखि त्यहाँदेखि त्यहाँ जान्छ। कुछ भी यहाँ चाहिँ स्पाइडरम्यान जान्छ। गाइस म चाहिँ होइन यहाँको मङ्गलाबारेमा आइपुगेको छु। यो चाहिँ सिमसार टाइपको बच्चा खेल्ने ठाउँ छ। यहाँ किड्स किङडम होइन, यतातिर सबै बच्चा खेल्ने ठाउँ। भित्र जानु पाइन्छ पाइँदैन किन? परिवारमा ए गाइस भित्र गएर तपाईँहरूलाई देखाइदिउँ भने, तर यहाँ चाहिँ परिवार र बच्चा लिएर आफ्नै फुल परिवारहरू चाहिँ छिर्नु पाइन्छ। यसरी मलाई छिर्दै भन्दाखेरि छिर्नु दिँदैन रहेछ होइन। मलाई छिर्नको लागि एउटा परिवार बनाएर जानु पर्यो, धेरै टाइम छ त्यसको लागि। त्यसैले अब यतैदेखि बाहिरबाट देखाइदिन्छु म होइन। यहाँ बच्चाहरू खेल्दैछ, कसको बच्चाहरू हो यहाँ खेल्दैछ पानीमा, कुदाउँदैछ। बाहिरैबाट म चाहिँ पुरै रिस्क लिओरी देखाइरहेको छु होइन। ड्रागन भनेको बिरालो पो रहेछ। अहिले चाहिँ हामीले होइन यतातिर झोलामै खानेकुराहरू नि बोकिसकेको छु। ड्रिङ्क्सहरू छ, अनि बदाम, काजु बदाम त्यस्तै के छ होइन, लट्सअप गिडागुडी टाइपकोहरू अनि ड्रिङ्क्सहरू छ। किनकि शरीर धेरै अनहेल्दी भइसक्यो अलिअलि, मतलब पावर थोरै क्या बडी पुरै विक भइसक्यो। अनि पावर बुस्ट गर्नका लागि अहिले बाहिर निस्किरहेको छु, यताउता डुलिरहेको छु। अनि एकछिनमा उता गएर चाहिँ अनारको जुस केहरू छ त्यो खाने होइन। एकछिन बस्ने 2जना दाजुभाइ मिलेर यो लाइट देखेँ। मेरो पनि सपना छ क्या यस्तो यसरी कताकै थिच्ने यसरी
चेक गर हो आज त्यो सपना पनि पुरा भयो गाइज फाइनली मैले त्यहाँ कचाक गरेर थिचेँ मेरो विस लिगको एउटा टिक भइसक्यो होइन अनि म यहाँ साह्रो बोलिरहेको छु किनकि यतातिर गाडीहरू कुदिरहेको छ आवाजहरू ड्याङडुङ आउँछ अनि मेरो आवाज त्यो गाडीहरूको आवाजले नदबियोस् भनेर होइन म साह्रो गराउँदै बनाइरहेको छु गाइज अरू कुरा चाहिँ म अलिकति नोइस नभएको ठाउँमा गएर बनाउँछु किनकि तपाईँहरूलाई पनि हेर्दाखेरि मजा आओस् सुन्दाखेरि मजा आओस् क्या त्यो धेरै गाडीहरू कुदेको साउन्ड नआओस् भनेर होइन किनकि म केयर गर्छु क्या तपाईँहरूको लागि कोही केयर गर्ने नभए पनि निराश नहुनु म छु आइ एम हियर फर यु अल गाइज यति भन्दै अहिलेको लागि राख्छु गाइज स्टे ट्युन दोस्तों ना कोही मन्जिल है ना कोही रास्ता फिर भी निकल पड़ा यत्तिकै खाली हात कहाँ जानुपर्ने पनि थाहा छैन मलाई अनि अहिले पनि हामीहरू स्टिल हिँडिरहेछौँ के गर्नु छुट्टी छ छुट्टी त निकाल्नु पर्यो तर छुट्टी लिएको त मतलब नै भएन नि दिनभरि त्यही दिन रात एउटै रुममा 4वटा वालहरूको डब्बामा होइन भित्र बस्नु के छुट्टीमा वेस्ट हुनु दिन्न खेर जानु दिदिनँ एनी हाउ पैसा कमाऊ त हो तर के बोल्दिएँ मैले जे बोल्दै दामी बोल्दिएँ गाइज अघि जुन सिडीबाट आएको थियौँ नि हो त्यो सिडी चाहिँ होइन तलबाट यो देखिन्छ यो हो त्यो सिडीको लुक चाहिँ यस्तो छ एनी गेसेस म कहाँ छु अहिले केही छैन गेस गर्नु पर्दैन म भनिदिन्छु होइन गाइज म चाहिँ अहिले नै सियो GTA 6 को पार्किङ लटमा आइसकेको छु होइन सबै यहाँ बस गाडीहरू यहाँबाट अब म चिटको ठान्छु ठ्याङ गरेर अनि हेलिकप्टर बोलाउँछु अनि चढेर डुङ सबै गाडी पर्काइदिन्छु केस लाग्छ 5 स्टारको अनि फेरि पुलिसहरू आउँछ ड्याङ पेन्जरहरू के लिएर फेरि म चिटको ढानेर ड्याङ उडाइदिन्छु होइन त्यही सिन हो त्यो ठाउँ यही हो यस गाइस यो चाहिँ यतातिरको क्लबहरूको एरिया होइन सबै देखाइदिन्छु म यहाँबाट छिरेको चाहिँ छुइनँ म तर मलाई थाहा छ अहिले चाहिँ यतातिर होइन यहाँ बाटोमा अफर भन्दै आयो माइकिङ गरिरहेछ अनि छिर्दिसकेँ म यहाँ हेर्नु अब हेर्दैछु म यहाँ अब तन्नाहरू खोजेको तर यहाँ त तौलीहरू मात्रै देख्छु म त कहाँ छ तन्ना चाहिँ यो कराउँछ होइन क्याकर गर्दै बिग्रेको छ कि क्या ओए यो क्या बच्छ नि त बोलाउँदाखेरि गाइस अफर भन्दै थियो होइन 80% 70% अफ 50% अफ त थियो तर के गर्नु तन्नाहरू हेरेको म पनि अफ हुनु मन लाग्यो होइन त्यसैले हामी त्यहाँबाट साइन अफ भइसक्यो अब अर्को ठाउँतिर गएर हेर्ने कस्तो पाइन्छ जुम्नु कटु सुन्न हेरी तिमलाई हेरौँला फुलै टिपी तिमलाई सजाउँला जुन्न हेरी चस्मा लाउने बित्तिकै होइन अच्छा चस्मा अघि लगा लिया मैले के भन्दै थिएँ भने नि चस्मा लाउने बित्तिकै होइन छुट्टै लेभलको कन्फिडेन्स आउँछ कि यति धेरै कन्फिडेन्स आउँछ कि ऊ मान्छेहरूले मन परायो होइन ऊ नचिनेको नि दोष भनेर मलाई बोलाउनु थालिसक्यो अनि अब यहाँ पनि यसो ड्याङ्गैसँगले ब्रस र कोलगेट पनि सकिरहेको छ मेरो त्यो लिन आइरहेको छु यहाँ तर अब हाम्रो यसमा कुन खाले छ तपाईँहरूको ब्रस कस्तो कलरको छ त्योभन्दा अब छुट्टै खाले उठाउनु एउटा नत्र मिसिन्छ अरू त के छ एउटा चस्मा लाएर हिँड्नु भइरहेको थियो टिटिक्क टल्किरहेको होइन छुट्टै औरा लिएर हिँडिरहेको छु अब यहाँ टेडेन अब लाज सरम भन्ने चिज छ नि त्यो सबै मेरो चस्माले छेल्दिसक्यो अब त्यो लाज सरम देख्दिनँ म देखिन त सिर्फ फुल अफ कन्फिडेन्स यहाँ छ त यहाँ कोलगेटसँगै आउँछ अन्त खोजिदिनु त मेरो लागि ड्याङ्गसँगले टक्क लाएर ट्याप्प लाएर आजको लागि होइन भयो आजको लागि पुग्यो आजको लागि जति चाहिन्छ त्योभन्दा बढी सपिङ गरिसकेँ मैले होइन चस्मै मात्रै मैले कतिको किनेँ भन्दाखेरि चस्मा पनि चाहन्छु चस्मा होइन गाइस नाइट भिजन चस्मा हो होइन डेमा पनि मिल्ने नाइटमा पनि मिल्ने अब मेरो आँखाले अब यो मेरो फ्ल्यास लाइट त्यो जुन यो लाइट छ नि यसले मेरो आँखा नि बिग्रिँदैन किनकि मलाई यस्तै खाले चाहिएको छ म तिमीहरूलाई एउटा कुरा भन्नु गइरहेको छैन गाइस भन्दा गफ हाने जस्तै पनि लाग्छ होइन त्यसैले होस् छोडिदियो म भन्दिनँ
नयाँ कपी आउँदाखेरि त्यो फर्स्ट पेजमा पेन्सिलले लेख्ने पेन्सिलले फेरि त्यो सुरुटामा नयाँ पेन किन्दाखेरि हुर्र एक पेज लेखिदिनु मन लाग्छ नि हो त्यस्तै। अनि त्यही हो सेम त्यही फिलिङ नयाँ ब्रस किन्दा पनि आउँछ होइन। अब यो सुरुको उद्घाटन म गरिदिइहाल्छु यसले ब्रस गरेर। अहिले राति जति बजेको छैन मतलब छैन, अहिले अनबक्सिङ हान्नु अहिले ब्रस हानिदिइहाल्छु एकचोटि चाहिँ बोनी हानिदिइहाल्छु, उद्घाटन गरिदिन्छु गाइज। चलिए सुरु करते हैं। मेरो चाहिँ कोलगेटको नाम पनि पुरै एङ्कर छ होइन, किनकि एङ्कर भनेको बोल्ने हो अनि म बोलेको गर्छु। एङ्करवालालाई यस्तै यतिकै पनि आउँछ, त्यसैले एङ्कर भयो। बिहाइन्ड द सिन अब कस्तो आइरहेछ मलाई थाहा छैन, जस्तो आउँदा पनि हिरो आइरहेछ किनकि चस्मा लगाइरहेछ आज चलेगा। तो चलिए शुरू करते हैं हाउ टू ब्रश योर टीथ। यसरी खिसी करे। FIFA अनर पोमोग्रेनेट चियर्स। सिरियस टपिकमा होइन कुरा गर्छु। यो कतिको सिरियस हुन्छ के हुन्छ थाहा छैन नि। फेरि म जस्तो मान्छेले आज कहाँबाट सिरियस कुरा गरौँ भनेर सोच्नुहुन्छ नि, होइन कहिलेकाहीँ सिरियस पनि हुनुपर्छ गाइस। अनि के भन्नु गइरहेको छु भने होइन, त्यो चाहिँ एकछिन रुको जरा, मलाई भित्र कुरा बनाउँदै सुरुमा होइन, म कुरा बनाएर लाइनले मजाले भनिदिन्छु। यहाँबाट होइन नेपालबाट म विदेश आएपछि होइन नेपालमा भएको मान्छेहरूलाई चाहिँ के लाग्छ खोइ के लाग्छ होइन मलाई थाहा छैन। छिमेकी आफन्तहरूलाई यो नेपालमा मलाई जतिले चिन्छ सबैलाई के लाग्छ जस्तै लाग्छ भने नि होइन। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। ठ्याक्क म अब यहाँ आएँ, यहाँ आउने बित्तिकै पैसा हुर्र महिनामा 1-1 लाख म कमाउँछु होइन। यहाँ महिनाको 1-1 लाख ड्याङ म छापिरहेछु। 1-1 लाख छापिरहेको छु अनि घर पठाइरहेको छु जस्तै लाग्छ क्या। महिना मर्नु पनि आँटेको थियो। उयो मलाई 30,000 पठाइदेन, मलाई 20,000 देन, तँसँग 10,000 छ भने देन। कहाँबाट दिनु? के म यहाँ आउने बित्तिकै अब यहाँबाट म नेपाल फर्केर जाने बित्तिकै बिल गेट्स भएर त आउँदिनँ त। कन्ट्रोल के जस्तो लाग्छ खोइ होइन, म पैसा टन्नै छापिरहेको छु जस्तो लाग्छ है क्या। छैन भाइ पैसा छैन मसँग, भएको भए म आफै पठाइदिन्छु भनिराख्नु पर्दैन क्या। कोलाई दिनुपर्छ पैसा, कोले मलाई हेल्प गरेको छ उता हुँदाखेरि कोलाई दिनुपर्छ, सब थाहा छ क्या मलाई, सोध्नै पर्दैन। यति हो गाइस आजको कुरा, यति म टुङ्गाउँछु होइन। धेरै इमोसनल भयो भने फेरि म नभन्ने कुरा नि भनिदिन्छु अहिले। अनि यो ब्लग 18+ देखि नै अर्कै कहाँ क्रस R-rated ब्लग बनिन्छ। त्यसैले आजको ब्लग यतिमै इन्ड गर्दै म मेरो 200 टुङ्गाउन चाहन्छु गाइस। सी यू गाइस, बाई बाई गाइस, सी यू इन नेक्स्ट ब्लग। लास्ट नयाँ चस्मा है गाइस, नयाँ चस्मा देखाउने बिर्सेछु क्या अघि